यत्तिकै भिड छ है इन्डुरो हेर्नेको भिड माथिल्लो पुलमा जान्छु फर्स्ट ल्याप्स के गाडी हो यो हेर्न कुदाउन त हेरी अदीप गुरुङ रहेछ एउटा त त्यो रातो लाउनु ड्रोन भ्यू है ड्रोन भ्यू चारैतिर ए पर्वतले त कति कुदाको फर्स्ट ल्याप खेलाउनु पर्ने हो पानीमा चाहिँ बबाल देखिने भएको तर यसले चाहिँ कानको ख्याल गरेर चलाएको लड्यो भने परहरूले टपाला टुपुर लड्यो सबल दियो क्या पजलेटमा उडाउँछ होइन रहेछ च्यान्टे त छोडिएछ त पुच्चे त ऊ पछाडि हो एउटा यो अदीप हो यो होइन यो त होइन त्यही भएर त्यो अब त टाइम भिड भएपछि त्यस्तो देखाउने तेरो भयो भयो फेरि लडाउने ठक्कै अब यसले त उडाउँछ क्या के गयो खुक्का ब्याड लक खुक्का ब्याड लक सेट हो होइन दिमाग लिएर खेल्नुपर्छ भनेर कहाँ अदीपले हान्यो
आयो आयो अब अधि बाहिर आउँदैछ दिमाग लगाएर खेल्न त गर्ने हुन्थ्यो कि अपन यहाँ है आछ अर्को ये लड्छ कि फेरि एउटा कन्टेन्ट बिग्रिहाल्यो नयाँ मोडलको दुध हो यो है दुध धोका ल्याप्छ कि अब जग्गातिर गएर पसिन निस्केपछि यहाँ आउँछ नआउँछ फेरि गह पर्वत त फेरि आइसकेको थियो कहाँ बाटोमा आउँदा नि त्यो फेरि बिछ्याएको लौ न कस्तो रहेछ त्यो इनिमिल त कस्तो राम्रो कन्ट्रोल हो यहाँ यस्तो जितेर अनि विदेशमा जानु पाउँछ त्यसले कुदा गएर भेटाउन जानु पर्यो नि अनि यता थर्ड आयो थर्ड छैन ओइ त लडेको हो होइन बर्बाद होइन होइन यो त अहिले लास्टको हो एकैचोटि छोड्दैन क्या एकैचोटि त बाटै त्यस्तो छैन होइन फेरि एकछिनपछि छोड्दै त्यो अगाडि पुगिहाल्छ टाइमिङ 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 हो क्या छुट्टै आउनु पर्यो भनेर टाइम हुन्छ टाइम जस्तै तिमी 5 मा हिँड्यौ म 10 मा हिँडेँ म 10 मा ट्याक्कै भाइ विनर फर्स्ट
उडायो उडायो बाइक गरेर नि हो कि यो होइन कुन चाहिँ नि आयो पर्वत त नलडाई नलड्न भन्ने कपाल बालेको लडेकोले ठिकै हो लडेको कन्ट्रोल चाहिँ हो डर त रहेछ खुसी भएको यार यो त लास्टको लडेको त होइन उडाउने चाहिँ बिचरा के भन्ने सेकेन्ड बाइक बिग्रेर लडेर बाइक बिग्रेको होइन र एउटा लडेको एउटा यहाँ उफ्रिँदाखेरि
नीलो कलर का गोगैया गए गए आर पार को उड़ाए उड़ाए बैलेंस गरे गरे कंट्रोल कंट्रोल त्यही भएर ढिलो आएको रहेछ यस्तो भएको त एक्सट्रिम नेट भइ के त्यो राम्रै हान्ने रहेछ मिलाएको छ फेरि हानेको छ फेरि मिलाएको छ फेरि यही हो सेतो हेलमेट लगाएर कहाँ गएर फेरि राजा राजा अर्को राजा राजा ऊ राजा हेरेको हेरेको भाइ त्यो चाहिँ ल आयो आयो ढलपल ढलपल गयो गयो मैले क्यामेरा ठोडेपछि त्यस्तो भयो निशाले कन्टेन्ट पाएन भन्छ ल भयो यो लास्टको मान्छे भर्खर जानुभयो भने नाच्दैन भर्खर लास्टमा राज्य रहेछ त हौ केटिएम वाला यही हो जस्तो आवाजै finishing their first lap. यो दुईटा त सेम रहेछ है बाइक त साथी साथी एकदम बुढा त अहिले गयो हो यो चलाको त Most probably Ram Vikram Thapa. यिनीहरूको झन् कत्रो ग्याप बसेको हो सेकेन्ड
सुस्मिता हो यो उयो जर्सी लाउने केटी केटीहरू हो सुस्मिता अधिकारी होइन खै उतै उतै ओ यो त्यो राइडरको जर्सी लगाएको त्यस्तै छ त छोक्रा सुस्मिता रहेछ सुस्मिता अधिकारी क्या त्यो राइडर हो खतरा चलाउँछ त्यो सुस्मिता आदि सबैजनाले cheer up गरिदिनु होला एक केटीको छ त हो रहेछ number 99 completing his second lap. राजा के पछाडि पछाडि आउनु भएको छ अर्को राइडर परजल उछाने क्या उछानेन यस्तो भएमा रमाइलो हुन्छ है Yes, I can see rider 99 and so on. Oh my God, we can see 4 riders. 4 riders. Oh my God. Oh my God. एकजना rider अड्किसक्नु भएको छ, एकजना rider neck to neck आउनुहुँदैछ। अगाडि गयो लास्टको त अगाडि गयो केटीएम दुईटै बस्नुभयो एकजना please अलिकति पछाडि बसिदिनु होला। Please यसमा pressure नगरिदिनु होला। यसमा pressure नगरिदिनु होला। कहाँ झारेको खारै झारे तबाट यताबाट झारे याद त All right, we have 3 riders. जोडेर 3 riders. झारेको त्यसले Rider number 4, rider number. Okay, he got rider Oh, yeah, number yeah. 14. Rider number 21. Yes, rider number 9. त्यो त पिछाडा झारे त त्यो त पाइले पाइले Neck to neck भएको थियो। सुरुमा आउनुभएको थियो rider number 902। ओइ उता stop हुनुभयो र 3 riderले प्रजलले हो भित्ताबाट झारेको This was something really amazing, eh? And right 256 केशव गौतम किन जानु पर्यो र पोजिसनमा स्टार्ट गर्नुभएको थियो। पनि आयो Yes, everyone, I can see Radha coming to complete third lap. Yes, Radha आइपुग्दा हामीले ओइ Rider 32 points, moving good. यही हो उसा बिचा झार्ने कुन चाहिँ हो यही हो कि अझ आउँदैछ यो लाग्छ खाडै झारिदिने यार झऱ्यो होला के Yes, by rider number झारेको नि 32. अनि के छ झार्ने के छ